नमस्ते साथीहरू, म अनिता भट्ट तपाईहरुको साथमा अध्यापन अनुमति पत्र सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरू। प्रश्न नम्बर 1, बाल केन्द्रित शिक्षाका प्रवर्तक को हुन्? अप्सन क, जोन डिवे, अप्सन ख, जोन लक, अप्सन ग, अरस्तु, अप्सन घ, रूसो। क्वेशन नम्बर 2, समाजशास्त्री जे.एस. ब्रुबाकर का अनुसार तलका मध्ये कुन शिक्षाको सामाजिक कार्य होइन? अप्सन क, परम्परागत कार्य, अप्सन ख, प्रगतिशील कार्य, अप्सन घ, सृजनात्मक कार्य, अप्सन घ, क्रान्तिकारी कार्य। प्रश्न नम्बर 3, सिकारुले कुनै कुरा सिक्ने क्रममा पुरानो ज्ञानमा नयाँ ज्ञान समावेश गर्ने प्रक्रियालाई के भनिन्छ? मानसिक योजना, समायोजन, सन्तुलन, आत्मसातकरण। क्वेशन नम्बर 4, शिक्षा क्षेत्रका प्राथमिकतामा तलको मध्ये कुन सबैभन्दा पहिलो प्राथमिकतामा पर्दछ? आधारभूत शिक्षा, प्राविधिक शिक्षा, माध्यमिक शिक्षा, साक्षरता शिक्षा। क्वेशन नम्बर 5, शिक्षक सेवा आयोगलाई समावेशी बनाउनको लागि महिलालाई कति प्रतिशत कोटा छुट्याइएको छ? अप्सन क, 33%, अप्सन ख, 9%, अप्सन ग, 22%, अप्सन घ, 27%। क्वेशन नम्बर 6, शिक्षक सेवा आयोग परीक्षामा समावेश हुनको लागि महिलालाई माथिल्लो उमेर हद कति तोकिएको छ? अप्सन क, 35 वर्ष, ख, 38 वर्ष, ग, 40 वर्ष, घ, 45 वर्ष। क्वेशन नम्बर 7, दैनिक पाठ योजनाको प्रमुख तथा महत्त्वपूर्ण अङ्ग कुन हो? अप्सन रहेको छन् क, उद्देश्य, ख, सामग्री, ग, क्रियाकलाप, घ, मूल्याङ्कन। प्रश्न नम्बर 8, युनेस्कोको अनुसार शैक्षिक गुणस्तरका कतिवटा पक्ष रहेका छन्? अप्सनहरू यस प्रकार छन् क, 6 वटा, ख, 5, ग, 7, घ, 4। क्वेशन नम्बर 9, सिकारुको वैयक्तिक भिन्नतालाई प्रभाव पार्ने जन्मजात तत्त्व कुन हो? अप्सनहरू यस प्रकार छन् क, वंशाणु, ख, वातावरण, ग, पोषण, घ, परिपक्वता। क्वेशन नम्बर 10, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको लागि अनिवार्य गरिएको अनुसन्धान तलका मध्ये कुन हो? घटनामूलक अनुसन्धान, खोजमूलक अनुसन्धान, कार्यमूलक अनुसन्धान, माथिका सबै। क्वेशनहरू ध्यान दिएर सुनिदिनु र हेरिदिनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। र हजुरहरूको के कति मिलेको छ एन्सर चेक गर्नुहोस् यता। र जसको जति मिलेको छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हातेमालो गरौँ साथीहरू, भाइ बहिनीहरू हो। लाइसेन्स तयारीको लागि यो पेजलाई पनि फलो अप गर्दै जानुहोला। धन्यवाद। शुभरात्रि।